सबैजनालाई नमस्कार। आज म बताउने छु VNF लिरिक्स ट्रेन्डिङ भिडियो एडिट गर्न। पुरा भिडियो हेरेर साथ दिनुहोला र यो च्यानलमा पहिलोचोटि आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। अब VNF लाई अन गर्नुहोला, प्लसमा आउनुहोला अनि न्यू प्रोजेक्टमा फोटोमा आउनुहोला। एउटा फोटोलाई सेलेक्ट गर्नुहोला अनि नेक्स्टमा आउनुहोला। माथि देखाइरहेको छ ओरिजिनल, यहाँ क्लिक गर्नुहोला। आफ्नो रेसु सेलेक्ट गर्नुहोला, राइटमा क्लिक गर्नुहोला। फोटो क्लियरमा यसरी सार्नुहोला। यहाँ खाली कोठालाई डिलिट गर्नुपर्ने हुन्छ। अब फोटोको ड्युरेसनलाई यसरी बढाउनु होला, कति सेकेन्डको भिडियो बनाउनुहुन्छ। अब चाहिँ यहाँ देखाइरहेको छ कटआउटमा क्लिक गर्नुहोला। त्यसपछि डन गरिदिनु होला, रिमुभ भइहाल्छ ब्याकग्राउन्ड। अब चाहिँ डुप्लिकेट गर्नु होला, यसरी डुप्लिकेट भइहाल्छ। यो यसरी मिलाउनु होला। अब मिलाइसकेपछि यता मार्क्समा आउनु होला, लिनियरमा आउनु होला, दुईचोटि क्लिक गर्नु होला। अब यसरी तल सार्नु होला अनि राइट गरिदिनु होला। अब चाहिँ फोटो PNG लाई एड गर्नुपर्ने हुन्छ। यहाँ देखाइरहेको थर्ड नम्बरमा आउनु होला, यहाँ फोटोमा आउनु होला। मैले यसलाई लिए। अब चाहिँ ब्लेन्डिङमा आउनु पर्ने हुन्छ। यहाँनिर यहाँ देखाइरहेको छ ब्लेन्डिङमा आउनु होला, स्क्रिन गरिदिनु होला अनि राइट गरिदिनु होला। यसरी यहाँ सेन्टरमा यहाँ राख्नु होला, कोनामा यसरी कोनामा राख्नु होला। यसरी फोटो PNG को कलरलाई चेन्ज गर्नुपर्ने हुन्छ। यसरी फिल्टरमा आउनु होला, एडजस्टमा आउनु होला। यहाँ चाहिँ देखाइरहेको छ HUE मा क्लिक गर्नु होला। यसरी मिलाउनु होला कलर। यसरी कलर मिलाइसकेपछि राइट गर्नु होला। अब चाहिँ फेरि हामीले भिडियो टेम्प्लेटलाई एड गर्नुपर्ने हुन्छ। फेरि थर्ड नम्बरमा आउनु होला, फोटो एन्ड भिडियोमा आउनु होला। यहाँ भिडियोमा आउनु होला। मैले यो भिडियोलाई लिए। अब यसलाई यहाँ तल फिटमा क्लिक गर्नु होला। त्यसपछि ब्लेन्डिङमा आउनु होला, स्क्रिन गरिदिनु होला अनि राइट गरिदिनु होला। अब हाम्रो कलर मिलेन भिडियो टेम्प्लेटको। फेरि फिल्टरमा आउनु होला, फेरि एडजस्टमा आउनु होला, फेरि HUE मा आउनु होला। यसरी सार्नु होला, यसरी गरिदिनु होला। अब चाहिँ हामीले लिरिक्स भिडियोलाई एड गर्नुपर्ने हुन्छ। फेरि थर्ड नम्बरमा आउनु होला, फोटो एन्ड भिडियोमा आउनु होला। मैले यसलाई सेलेक्ट गरेँ। यसलाई चाहिँ ठ्याक्क सही ठाउँमा लाउनु होला, यसरी। अब चाहिँ ब्लेन्डिङमा आउनु पर्ने हुन्छ। त्यसपछि स्क्रिन गरिदिनु होला अनि राइट गरिदिनु होला। अब हाम्रो भिडियो कस्तो बनेको छ हेर्नु होला। यो भिडियोलाई अब एक्सपोर्ट गर्नको लागि माथि देखाइरहेको छ यहाँ एक्सपोर्टमा क्लिक गर्नु होला, एक्सपोर्ट भइहाल्छ। र यो भिडियोबाट थोरै पनि सिक्न पाउनु भएको छ भने यो च्यानललाई सब्स्क्राइब लाइक चाहिँ गरिदिनु होला। यहाँ देखाइरहेको छ माथि त्यो जस्तो, यसमा क्लिक गर्नु होला अनि यसरी
साइज मिलाउनु होला। यसलाई चाहिँ फुल गरिदिनु होला। यसलाई चाहिँ 25 को आसपासमा गएर स्पोर्ट गरिदिनु होला। यसरी हाम्रो भिडियो स्पोर्ट भइहाल्छ।